यसलाई अलिक सोमत सिकाउनु पर्यो ठुल्बा सहर बसेर निकै बोसो लागेर छ म के भन्नु सबैको सामुन्ने यसले आएर मेरो खुट्टामा टाउको राखेर माफी मागोस् होइन भने भिड्नु आओस् भिड्ने भए आफू त उहिल्यै रेडी हो के गर्नु लागेको चोट यहाँ मुटुमा लागेको छ छालामा कुटेर दुख्छ आजदेखि मेरो बिहेको सपना सकियो केटा हो म आफ्नो बाटो लाग्छु तिमीहरू पनि आफ्नो बाटो लाग्यो अरे खान न दाजु सपना त पुरा गर्नु पर्यो नि नत्र मरेर जाँदा यमराजले के गरेर आइस भन्ने सोध्यो भने के जवाफ दिनु केटीले धोका दियो प्रभु कुमारै आए भनेर भन्ने नि बात त सही एउटा सल्लाह गर्नै पर्यो के सल्लाह हो नकुटै तेरो त धेरै हात चल्छ फेरि के यो तेरो सौता आफै रोज अब तेरो काजी दाई फर्किँदैन यो बुढो केटी देखेपछि त्यसै फर्किन्छ एउटा खोजु न अब तेरो काजी दाईले खुट्टा नभएको केटी खोजी मात्र त हुने यो गाउँ छिर्ने बित्तिकै हर 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 धेरै सम्झना आउँछ रक्सीको बासनाले मात्र तँलाई मेरो सम्झना आउने हो तँसँग सम्झिन लागेको अरू के छ त भन् त मैले केमा राजीनामा दिनु पर्यो राजीनामा होइन सर नियुक्ति दिन पर्यो अनि के गर्नु पर्यो मैले हस्ताक्षर हो या बस बस आज सर हिँडेको 2 बोतल मिठो रक्सी कसरी हाल त आउनु भएको छैन किन गइहाल्नु पर्यो नि तँलाई अलि दिन बसे हुँदैन केमा म नडाएर बस्नु हो यो गाउँमा मलाई हेर्दै बस्न अब हेर्दै सुकेको बाँसको जरा जस्तो जिङ्गिरिङ्ग देखिन्छस् मेरो अगाडि यो बिरा केटी कुरा नहो त मोड ठिक छैन 40 पुग्नलाई 1 गेडा बाँकी छ तेरो मुड चाहिँ कहिले ठिक हुन्छ त्यसो नभन्न काजी वंश मासिने पीरले तेरो बाउ मर्छ फेरि तिम्रो बुढाको वंश जोगान ठेक्का मैले लिएको छु तेरो छोराको आश गरेर पार लागिँदैन हेर अब मै तातिने हो रक्सी लिनुहुन्छ बाबु बा खन्न मैले वा गुड म्यान हो आमा रक्सी मासु खैनी चुरोट केही छुँदैन ए कस्तो ज्ञानी बाबु रहेछ साह्रै ज्ञानी छ बुद्ध बन्न 7 महिना बाँकी छ लोकल कुखुराको झोल खुलाउँ भनेर सरी सर म भेजी हो मिस त भेजी परेछ दाजुभाइ मिलेर खानु पर्ने भयो भुत्ला भेजीलाई दे मासु त खा